नगरपालिका हो, नगरपालिकाको बाटो यस्तै हुन्छ। मेन समस्या यो बाटो हेर्नुहुन्छ, बाटो बनेर बेकार छ। अब नेताहरूलाई आएपछि नै हेराउँछु। तपाईँहरू आउनुभयो, केमा आउनुभयो, कसरी आउनुभयो, दिक्कत भएको भएन? धुलोको कारणले हेर्नु, घरमा त घरभित्र त खानासाना ओछ्याउनु जति हुन्छ सबै तोपेको हुन्छ। र यो बाटो अहिलेसम्म यस्तै हो। ग्राभल एकचोटि भएको छ, तर ग्राभल बिग्रेपछि ग्राभल भएको छैन। न्यूरो तथा स्पाइन सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया विराट नर्सिङ होममा अनुभवी विशेषज्ञ डाक्टरहरू तथा विश्वस्तरीय प्रविधि सहित भरपर्दो उपचार। विराट नर्सिङ होम, तपाईको स्वास्थ्य हाम्रो जिम्मेवारी। विराटनगर महानगरपालिका वार्ड नम्बर 12 अन्तर्गत बखरीको भीमचौकदेखि मनहनुवा हुँदै सम्पन्न बस्ती जाने मुख्य सडक दशकौंदेखि निर्माण हुन नसक्दा स्थानीय बासिन्दा मारमा परेका छन्। संहिता स्थापना भएसँगै गाउँ टोलको शिक्षा, स्वास्थ्य, सडक र नदी नालाको तीव्र विकास हुने अपेक्षा राखेका सर्वसाधारण अहिले निराश बनेका छन्। संघीय शासन व्यवस्था लागू भएको करिब 10 वर्ष बित्न लाग्दा पनि यस क्षेत्रका बासिन्दाले आधारभूत पूर्वाधारको अनुभूति समेत गर्न सकेको छैनन्। मुख्य सडक नै कालोपत्र नहुँदा शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रको विकास समेत प्रभावित भएको स्थानीयहरूको भनाइ छ। भीमचौकदेखि सम्पन्न बस्ती जोड्ने सडक वर्षौंदेखि धुलामय अवस्थामा छ। दिनहुँ सयौं संख्यामा स्कुल बस, मोटरसाइकल र सिटी सफारी गुड्ने यस सडकमा धुलो उड्दा सर्वसाधारणले शास्ति खेप्नु परेको छ। कतिपयले आफ्नै पहलमा सडकमा पानी छर्केर धुलो नियन्त्रण गर्ने प्रयास गरे पनि अधिकांश बासिन्दा दिनभर मुख छोपेर बस्न बाध्य छन्। स्थानीय मुकेश कामतका अनुसार मनहनुवा क्षेत्रमा अहिलेसम्म कालोपत्र सडक बनेको छैनन्। स्थानीय सरकारले बाटोमा पानी समेत कहिले नछरेको बताउँछन्। धुलोका कारण घरभित्रको खाना बिग्रिने, सरसफाई गर्न मुस्किल हुने गरेको, महिने पछि स्वास्थ्यमा समस्या देखिने गरेको बताउँछन्। अस्ति 2-3 वर्षदेखि यो चाहिँ नाली बनाएर नालीको पनि सिरा पनि हालेको छैन। नाली पनि जाम भएर गाउँभरि पुरै पानी बग्ने, बाटोमा पानी पर्छ बेला आउँछ नि, पुरै पानी बाटोभरि हिँड्छ। केही छैन, सरसफाइ कतै छैन। धुलोको कारणले हेर्नु, घरमा त घरभित्र त खानासाना ओछ्याउनु जति हुन्छ सबै तोपेको हुन्छ। सडकसँगै निर्माण थालिएको नाला आधैमा छाडिएको स्थानीयको आरोप छ। जमेको पानीका कारण किरा फट्याङ्ग्रा बढेर घरभित्र पस्न थालेको उनी बताउँछन्। वर्षामै सिङ्या खोलाको बाढीले समेत गाउँ डुबानमा पार्ने गरेको छ, जसले थप शास्ति दिने गरेको स्थानीयको गुनासो छ। चन्देश्वर प्रसाद यादवका अनुसार विगतदेखि नै बाटो नहुँदा बिरामी बोकेर अस्पताल लैजान निकै समस्या हुने गरेको बताउँछन्। यस क्षेत्रमा राम्रो नेतृत्व नभएकै कारण समस्या समाधान हुन नसकेको उनी बताउँछन्। 10 वर्षदेखि उही अनुहार देखियो तर विकास देख्न नपाएको बताउँछन्। यसपटक सक्षम नेतृत्व रोज्ने उनी सकारात्मक पक्षमा रहेका छन्। मेन समस्या यो बाटो हेर्नुहुन्छ, बाटो बनेर बेकार छ। योमा अरू आवानी थुप्रै मान्छे छ। अब बिमारी परे पनि जान दिक्कत हुन्छ हस्पिटल। यस्तो समस्या छ। मैले कति वर्षदेखि अहिले जन्म छ मेरो नेपालमा। आइयो सबैको जिताए, हेर्दै म पनि 10 वर्ष पञ्चायतमा कमाएँ, कसैले गरे। अब बालो सानोलाई हेर्ने यो पालि किन काठमाडौँमा हामी हेरेको थियौँ। 4 वर्ष मेयरमा बस्यो, फेदा गर्यो। स्थानीय नागेश्वर सहनीका अनुसार हामीले एमाले र कांग्रेस दुवै पार्टीका उम्मेदवारलाई जिताए, तर समस्या जस्ताको त्यस्तै रहेको बताउँछन्। उनका अनुसार यस क्षेत्रको सबैभन्दा ठूलो समस्या नै सडक रहेको बताउँछन्। वर्षामा बाढी र हिउँदोमा धुलो सताउने गरेको उनले बताएका छन्। यो बाटो चाहिँ यहाँ चाहिँ यो भीमचौकदेखि अमरबजारसम्म जाने बाटो हो र यो बाटो अहिलेसम्म यस्तै हो। ग्राभल एकचोटि भएको छ, तर ग्राभल बिग्रेपछि ग्राभल भएको छैन। एकचोटि हल्लुको मर्मतहरू गरेको छ, तर त्यतिकै छ। अब विकास गर्ने व्यक्तिलाई चुन्नु पर्यो, यो कुरा त अब थाहै छ होइन। तर विकास गर्ने व्यक्ति त को होला, त्यो चाहिँ मुख्य चाहिँ कुरा छ बुझ्ने। विकास गर्ने व्यक्ति त सबैभन्दा अब पहिला तपाईँको काङ्ग्रेस भनौँ, म जो पनि गर्छु भएन, एमाले भनौँ जो पनि गर्छु भएन। विराटनगर महानगरपालिका भित्र पर्ने क्षेत्र अवस्था यस्तो हुनु
दुःखद रहेको स्थानीयको भनाइ छ। स्थानीय तहदेखि केन्द्र सरकारसम्म कसैले चासो नदेखाएको उनीहरूको आरोप छ। राजनीतिक दलहरूप्रति विश्वास गुम्दै गएको र बासिन्दा आक्रोशित बनेको देखिन्छ। गर्नु नि यही समस्या हो। नगरपालिका हो, नगरपालिकाको बाटो यस्तै हुन्छ। ग्रामीण हेर्नु, बाटो हेर्नु कस्तो छ। उपमहानगरपालिकामा मान्छे यहाँ बखरीमा पिच छ, यहाँ कच्ची बाटो छ। अब नेताहरूलाई आएपछि नै हेराउँछु। तपाईँहरू आउनुभयो, केमा आउनुभयो, कसरी आउनुभयो, दिक्कत भएको भएन, त्यो भन्नुपर्छ नि त। हामीले उसले आफै हेरेर भनिदिन्छ यस्तो यस्तो समस्या छ। आगामी फागुन 21 गते हुने निर्वाचनलाई लिएर यस क्षेत्रका मतदाता नयाँ विकल्प खोज्ने मनस्थितिमा देखिन्छ। क्षेत्र नम्बर 6 का मतदाताले यसपटक पुरानै नेतृत्व दोहोर्याउने कि नयाँलाई अवसर दिने भन्ने निर्णय मतपेटिका मार्फत गर्नेछन्। स्थानीयहरूको एउटै माग छ, भीमचौकदेखि सम्पन्न बस्ती जोड्ने मुख्य सडक यथाशीघ्र कालोपत्रो गरियोस्, अधुरा नाला सम्पन्न गरियोस् र शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएको कमी कमजोरीहरू सुधार गरियोस् भन्ने चाहना छ। आबर विराटनगरका लागि सोनु शाहको रिपोर्ट।